हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर मिनी ब्लग। आज म एउटा हिडन ट्रेजर बक्स खोज्ने मिसनमा निक्लेको छु कि मैले ट्रेजर बक्स भेट्छु त। अन्त्यसम्म हेर्न नभुल्नु होला। म अहिले खजाना आउन सक्ने ठाउँमा चाहिँ खन्दैछु। वरिपरि राम्रोसँग खन्नुपर्छ किनकि खजाना जहाँ पनि लुकेको हुनसक्छ। जति धेरै खन्दैछु त्यति नै उत्सुकता बढ्दै गइरहेछ। हेर्दैछौँ आज मेरो भाग्य कस्तो रहन्छ। धेरै बसी यसरी काम गरेर होला मेरो चाहिँ एकदमै हात चाहिँ एकदमै दुखिरहेको, तर के गर्ने, खजनाको लोभले चाहिँ मलाई भित्रैबाट एकदम काम गरौँ 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 जस्तो लागिरहेको कि एकदमै अब खजाना भेटि नै हाल्यो भने त होइन, लाइफ सेट भयो नि त। दुखाइ र थकानलाई साइडमा राखेर मैले चाहिँ एकदमै अल्छी नगरी खनिरहेको छु। अहिले चाहिँ खन्नुपर्छ नि त। अब कि खजाना भेटिहाल्यो भने त होइन एकदम मजा आउँछ नि त। भिडियो लामो नहोस् भनेर चाहिँ टाइमलाई अलिअलि फास्ट बनाइदिइरहेको छु। अनि आज पनि गोप्रोको चाहिँ मानसिक सन्तुलन गुमेर यहाँ केही केही कुनै कुनै क्लिपलाई चाहिँ फोकेमा खिचेको छ। फोकेमा खिचेपछि त्यो मेरो फोनले सपोर्ट गर्दैन, देखेर आउनुहुन्छ होला क्वालिटी कस्तो आइरहेको। अनि यो फोकेमा टाइम स्ल्याब गोप्रोबाट खिच्दा चाहिँ यो फोकेलाई हटाएर टुकेमा चाहिँ कसरी खिच्न सकिन्छ त्यो कृपया मलाई भनिदिनु होला। अनि मैले दुईवटा भिडियोमा तपाईँहरूलाई भनिसकेँ क्या। दुईवटा भिडियोमा मैले तपाईँहरूलाई भनिसकेँ यो भोइस ओभर गर्न चाहिँ के गर्नुपर्छ होइन, कसरी मतलब अलि राम्रो चाहिँ कसरी बोल्न सकिन्छ कृपया मलाई सिकाइदिनु होला। मैले त्यत्रो खन्दा पनि मैले त्यो बाउले लुकाएर राखेको खजाना चाहिँ भेटिनँ। अब के नै भन्न सकिन्छ र, खन्दै जाउँ भेटिएला। अनि मलाई यो ट्राइपोड चाहिँ कसैले गिफ्ट गरिदिनु होला। लडेको लडाइँ मात्र गर्छ। अनि नुहाइसकेपछि चाहिँ म यति साह्रो सेतो भइसकेको छु। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो होइन कृपया तल कमेन्टमा भनिदिनु होला। अनि यस्तै हावा हावा कन्टेन्ट हेर्नको लागि चाहिँ लोचन भ्लग 07 लाई फलो गरेर राख्नु।